यो कपडा कस्तो छ? दिदी यो कपडा त राम्रो रहेछ नि, पुरै बुटिक रहेछ। सुन्नुहोस् त, यस पसलको साउनी को हुनुहुन्छ? भित्र हुनुहुन्छ। उहाँलाई बोलाइदिनु त। दिदी आउनु त बाहिर। फोन गरेको हजुरले नै हो? हो हजुर। चोरलाई कहाँ राख्नुपर्छ? ऊ त पछाडि बाँधेर राखेछ। लाउनु। ऊ त्यहाँ बाँधेर राखेछ हजुर। त्यही हो चोर? हो हजुर। खोल्नुहोस् त। बाई बाई टाटा गुड ओए, बाई। तैँले यो चोरी काम किन गर्छ? तपाईँ र तपाईँको परिवारको लागि सर। अहिले तैँले भन्नु खोजेको कुरा के हो? सुटा सुटा भाँजुला फेरि। मैले र म जस्ता चोरहरूले नचोर्ने भए तपाईँको के काम? जागिर चाहिँ होइन, यो कस्तो किसिमको चोर रहेछ? एउटै पसलमा दुई चोटि किन चोर गइस्? चोर्न त एकैपटक गएको नि सर। ओए, दादा दुईपल्ट चोर आएको थियो त। खासमा कुरा के भन्दा नि सर, मैले बुढीको लागि चोरेको वान पिस नमिलेर साट्न आउँदा छोपेँ नि सर। मलाई माफ गरिदिनुहोस् प्लिज, छोडिदिनुहोस् न। अब चौकीमा गएर थाहा पाउलास्।